कलाकार अविनाश झा उर्फ कलकतिया बालिकी श्रीमती अंसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। गत माघ महिनामा अन्तर्जातीय विवाह गरेका अविनाश झाले गृह प्रवेश पनि गरेका थिए। पूजा आजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी सामाजिक सञ्जालमा खुशी देखिएका थिए। अचानक सोमबार राति अंसा सदा नोचापुर स्थित मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यो घटना सोमबार रातिकै रहेको पुष्टि गरेको छ। अंसा सदाको माइती पक्ष नआएको कारणले अगाडिको प्रक्रिया गर्न नसकेको प्रवक्ता वरुण बहादुर सिंहले जानकारी दिनुभएको छ। तर अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालको पोस्टमार्टम रुममा राखिएको जानकारी भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर 12 र 20 को बीचमा रहेको नोचापोखरी नजिकैको नोचापुर स्थित सुटिङ स्थलमा भिड भएको थियो। अन्तर्जातीय विवाह गरेर चर्चामा आएका कलाकार अविनाश झा यसबारे स्पष्ट वक्तव्य दिन सक्ने अवस्था देखिएको थिएन। अहिले प्रहरीको टोली सो स्थानलाई नियन्त्रणमा लिएर मुचेलका प्रक्रिया अगाडि बढाइसकेको र मुचेलका पनि भइसकेको जानकारी प्राप्त भएको छ। माइती पक्ष आएपछि पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइने जनाइएको, तर अहिले पोस्टमार्टम जारी रहेको बताइएको छ। जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन्। यद्यपि प्रहरीले यसलाई बिना पोस्टमार्टम पुष्टि नगर्ने बताएको छ। यसबारे गहन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। कलाकार अविनाश झा र अंसा सदा बीच करिब 10-11 दिनदेखि तनाव चल्दै आएको थियो। फेसबुकमा दिनहु रिल्स भिडियो अपलोड गर्ने दुवै जनाको भिडियो अन्तिम गत 13 जुन 2025 अर्थात ज्येष्ठ 30 गतेको मात्र पोस्ट भएको देखिएको छ। त्यसपछि यो अन्तरालमा उनीहरूको सँगैको भिडियो हालिएको देखिएको छैन। दिनहु भिडियो हाल्ने दुवै जनाले भिडियो हाल्न बन्द गरेपछि उनीहरू बीचको यो समय तनाव भएको हुन सक्ने आशंका गरिएको छ। अहिले कलकतिया वाली पुरै टिमको सूक्ष्म अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।